हेलो साथीहरु, नमस्ते नमस्कार। सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ? म त खोकी लागेर यताउता हिँडिरहेको छु। त साथीहरु, हामी छौँ यतिखेर त्रिवेणी बर्दाघाट रोडमा। यो रोड चाहिँ त्रिवेणी जान्छ नि, यता त्रिवेणी जान्छ नि, यता बर्दाघाट जान्छ। अलिकति छिटो बाटो काट्नुपर्छ, यहाँ दुर्घटना भइरहने ठाउँ हो यो। त्यही तपाईँहरू बाटो काट्दाखेरि हिँड्दाखेरि अलि सचेत रहनु होला। अस्तिको भिडियोमा पनि एक्सिडेन्ट भएको भिडियो हालेको थिएँ टिकटकमा हेर्नु होला। यो चाहिँ युट्युबमा आउँछ। त्यसपछि के हो मलाई यस्तो सन्चो लागिराखेन नि साथीहरू। गाह्रो छ त भन्नु पऱ्यो नि, होइन र साथीहरू। त्यही भएर म चाहिँ त्यहाँ त्रिनेत्रमा यसो जचाउन गएको। खोकी अलिक ठिकै भएको छ, अलि राम्रोसँग धुलो बाटो जोगी भन्छ भने छ। धुलो बाटो जोगी नै कसरी कि काम गर्न नै छोड्नु पऱ्यो, भित्र कोठामा मजाले बस्नु पऱ्यो कि त होइन भने होइन। त्यही एकदिन पङ्खाहरू राख्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। एकदिन पङ्खा राखिदियो भने राम्रो हुन्छ। त साथीहरू, म यति भन्दा म यहाँ आइपुगिसकेको छु। अब म गएर गाउँ फल्न छ, पिस्न छ। किनकि मैले पनि तपाईँहरूलाई पहिल्यै नै भने हो, पहिला पनि भनेको थिएँ, टिकटकमा नि भनेको थिएँ, युट्युब मार्फत पनि भनिरहेको छु। आज चाहिँ फेरि पाल्डाँडादेखि पनि तोरी पेल्न आएको छ भने आज साँझमा चाहिँ भिड एकदमै छ। हाम्रो बाजे डल्लो परेर चाहिँ नै भारी बोकिरहनु भएको छ भने म चाहिँ यता के अरे बसेको छु भने मेसिन चलेको हेरेको देखिरहेको छु। अनि बाजे भने डल्लो पऱ्यो। हो बाजे, के गरे त्यो डल्लो परेर? हो बाजे, के गरे त्यो? भारी उचाल्नु, भारी नै बाल्टी उचाल्नु। त साथीहरू यस्तै हो, किनकि दुःखको काम छ, एकदमै राम्रो दुःखको काम हो। सबैको काम सबैजनाको काम भयो नि। काम त सजिलो हो मिलमा गर्नलाई, भित्र शीतल छ हुन्छ। हाम्रो पनि असिन पसिन भएर पुग्नुपर्छ होइन। किनकि बिचरो मजाले देउ भन्दा बिर्स्यो बाल्टी अल्टाउनु तलको। साथीहरू यस्तो छ। पिना आउँछ कि नै हेर्छु म। पिना आएन भने आयो भने आएन भने आइन। पिना यसरी आउँछ, यहाँ बल गरेर पिना आइसक्यो। नयाँ पिना आयो चाहिँ। अब यहाँ तेलको धारो म देखाएर नि बल्ल म आफ्नो काममा जान्छु। पिना आइसक्यो, पिना धुलो आएछ। थोरै हाल्नु पर्ने अब, त्यति भयो हुन्छ। र साथीहरू यस्तै तेलको धारो बढ्दै गयो। आइसक्यो क्या, भइसक्यो क्या, पिना आइसक्यो। तेलको धारो बढिसकेको छ। माथि घान बन्द हुने साथै यहाँ भने तेलको धारो चाहिँ अलिक कम हुन्छ। घान खोलिदिनु बाजे, ठुलै घान खोल्नु, ठुलै घान खोल्नु त साथीहरू यस्तै हो होइन। यताको भने अवस्था भने यस्तो छ। अब तेलको धारो अब कसरी आउँछ भनेर यहाँबाट चाहिँ यसरी तोरी झर्छ भने यहाँबाट चाहिँ तेलको धारो चिल्लाउन थाल्यो। तेलको धारो भने यत्रो छ है, हेर्नु साथीहरू। तेलको धारो राम्रो छ, राम्रो झरेको छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो सञ्जीवनी उद्योग सप्लायर्समा पर्छ। साथीहरू यस्तै हो। आवाज पनि सुन्नुभयो होला मेसिनको।
पिना भने यसरी फाल्छ यसले, स्वयं चाहिँ पिना फाल्छ। त साथीहरू अब यति भन्दा हुँदै भिडियोबाट म सबैजनासँग बिदा माग्छु। हस् त नमस्ते अनि नमस्कार, सबैजनाको दिन शुभ रहोस्। अब फेरि भोलि अर्को भिडियोमा भेटौँला।